सब म्यादीहरू छ यहाँ, सब म्यादीहरू। यो सरिलोमा वर्दी लाउने रहर पुगेन, आज मनुदास विदाईको खबर सुनेर यो क्षणको सम्झनालाई सधैँ सजाएर राख्छु। हामी नभए नि सँगै माया अमर हुनेछ। वाह वाह वाह। गाइज वेलकम ब्याक टु माई न्यू एपिसोड होइन। आज चाहिँ हाम्रो बिदाईको दिन होइन, सब म्यादीहरू मात्रै हो यो होइन। म्यादीहरूको बिदाई आज चाहिँ हेर त आम्बो। ल अगाडि गएर घुमाएर ल्या त यसो भिडियो। Every night, every night, every night I wait. Paradise, paradise seems so far away. Still I try to buy myself some time to get me to that place. All I want is you. Staying up till we want to. Tell you what I bet that we could see it new. I wanna let you go, nothing to do. Let's throw all our worries away. I know that it takes two to get the truth. Tell me, baby, what do you say? 'Cause we were just friends and now. त सक्यो नि त मिदीको जागिर पनि होइन। आज सक्यो पनि के छ, कस्तो लाग्यो देशको सेवा गर्दा? एकदमै धेरै रमाइलो भयो यता होइन। 40 दिनमा हामी धेरै मिस गर्नेछौँ यो क्षणमा है। कसलाई छम्माहरूलाई हो? छम्माहरूलाई सबैलाई मिस गर्नेछौँ। यो वर्दीलाई मिस गर्नेछौँ। यो सरिलोमा वर्दी लाउने रहर पुगेन। अझै 2-4 वर्ष लाउनु पाए हुन्थ्यो होइन। तर के गर्नु, निर्वाचन सधैँ हुँदैन रहेछ, 5-5 वर्षमा हुने रहेछ। सरिलोमा वर्दी लाउने रहर पुगेन, आज मनुदास विदाईको खबर सुनेर यो सरिलोमा वर्दी लाउने रहर पुगेन, आज मनुदास विदाईको खबर सुनेर यो क्षणको सम्झनालाई सधैँ सजाएर राख्छु। हामी नभए नि सँगै माया अमर हुनेछ। वाह वाह वाह, एकदम दामी। हाम्रो निर्वाचन प्रहरीको कला र गला सुन्यौँ होइन। सो आज चाहिँ लास्ट विदाईको क्षण होइन, एकदमै मतलब आँखाबाट आँसु झरिरहेछ। यत्रो मान्छेहरूबाट विदाई लिनु पऱ्यो हामीले होइन। आज चाहिँ हामी यो पललाई चाहिँ हामी जहिले पनि याद राख्नेछौँ होइन। यो पलले लास्टै रुवाउने छ आज हामीलाई, विशेष त केटीहरूबाट दूर हुँदा। यत्रो 40 दिन होइन, अलि केटीहरूसँग क्लोज भयो। पाइयो त केही पनि होइन, केही पायो र केटा हो? के पाइन्थ्यो 40 दिनमा, के पाइने थियो? पाउनेहरूले पायो अब होइन। इसारा बुझेँ नि मैले, तिमीले त पाए जस्तो छौ नि। के हो गाँठे, इसारा त कडै आयो त। कसैको थोपडाले साथ नदिएर मात्र हो, रोजाइमा त धेरै थिए। यत्रो 100 कतिजना हो, 6 जनामा 54 जना केटी भएर पनि हामीहरूको भाग्यमा 0। फेरि यो इसारा चाहिँ गलत नबुझ्नुलाई, 1 भनेको मैले उसको मात्रै, बाँकी हामीहरू 0। भट्ट भाइ तँलाई मिल्यो कि नै? मिलेको भनेको ड्रेस मात्रै हो, गर्वका साथ भन्दा नि युवाले ड्रेस मात्रै मिल्यो रे क्या। फेरि गाह्रो छ नि, यही गोल्ड स्टारमा जिन्दगी कट्या छ। 40 दिन भइसक्यो, धुन पाएको छैन, भन्न मिलेन, किनभने 10 दिन मात्रै भयो जुत्ता आएको होइन। 2 जोड 2000 को जुत्ता फाडिसक्यो। यो 40 दिन लगाउनु भनेर आएको जुत्ता हेर त, गोल्ड स्टार रे। जसमन रीता चौधरी नहीं यार, कहाँ बनाए? एड्स गाइज, हाम्रो मिलिसक्यो प्रमाणपत्र होइन प्रहरीको, त्यही पनि नेपालीमा। हेर्नुहोस्, यो हाम्रो प्रमाणपत्र होइन। यता पुरा लेखिएको छ 10 दिन के खायो अनि यस्तो गरेर मजाले काम गर्यो भनेर। यता सबैले प्रमाणपत्र बुझिरहेछ होइन। अब लास्ट डे आज चाहिँ होइन, 40 दिनको सरकारी जागिर पनि जाने भयो क्या अब त होइन। कार्कीजी, खग्नाजी कस्तो लागिरह? मलाई एकदम सही लाग्यो। 40 दिनको जागिर होइन, बेरोजगार हो नि, जाने कहाँ अब हामीले हो त। नेपालमा यति बेरोजगारी छ कि होइन, 40 दिनको जागिर त खायौँ होइन। अबको लागि चाहिँ टेन्सन भइसक्यो क्या, अब चाहिँ के गर्ने युवाहरूले भन्ने टेन्सन भइसक्यो क्या होइन। हेर्नुहोस् त, अब यत्रो जनताहरूलाई होइन जागिर त दिएको थियो 40 दिनको लागि, तर यसपछि चाहिँ जनताको हालत के हुने भन्ने कुरा हो क्या। अबको आएको सरकारले चाहिँ हेर्नुपर्छ क्या, यो जनताहरूका लागि होइन, यो युवाहरूका लागि यो जोस चाहिँ हुनु पऱ्यो क्या। अबको यो जोसलाई चाहिँ मर्न दिनु भएन क्या, जनताहरूले दिनु पऱ्यो जागिर होइन। यति भन्न चाहन्छु, अब यो 40 दिने प्रमाणपत्र पाइसक्यो होइन, सेक्युरिटीको काम लाग्छ होला, अरू के काम लाग्नु होइन।
विदेश सेक्युरिटी विदेश बन्नु गएर पर्ला। सिक्युरिटी गार्ड पायो भने धेरै हो, विदेश गएर अब विदेशमा सेक्युरिटी त के पाइन्थ्यो, नेपालमै पाएन ठिक थियो। त्यो त झनै राम्रो हो नेपालमा पाए त हो नेपालमा नेपालमा पाए सेक्युरिटी झनै त राम्रो राम्रो नेपालमा त रोजगार हो। छैन सर त्यही त अब नेपालमा रोजगार सिर्जना गर्नु पर्यो अबको आउने नेतृत्वले, किनभने जनताले चाहेर होइन खोजेर रोजेर दिएको भोट हो होइन, त्यसको सदुपयोग गरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू गाइज होइन, तपाईँहरूलाई के भनौँ होइन, अब यो हाम्रो प्रोग्राम भइरहन्छ, यो भाइ पनि आइसक्यो होइन, अब हाम्रो प्रोग्राम कन्टिन्यू नै हुन्छ, अलिअलि देखाउँछु पछि पनि होइन। सो भेटौँला। यहाँहरूले प्रदर्शन गरेको उच्च व्यावसायिकताले आज निर्वाचन शान्तिपूर्ण र भइरहेको तौरले चाहिँ सम्पन्न भएको छ। तपाईँहरू नेपाल प्रहरी र निर्वाचन प्रहरी लगायत अन्य सम्पूर्ण सुरक्षाकर्मीहरूलाई समेत धन्यवाद ज्ञापन गर्न चाहन्छु। हामी सबै तपाईँ, हाम्रो प्रहरी कर्मचारी र अन्य सबै सुरक्षाकर्मीहरू धन्यवादका पात्र हुनुहुन्छ। यसलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीको चाहिँ अत्यन्त महत्त्वपूर्ण भूमिका रहने गर्दछ। यदि सुरक्षा व्यवस्था फितलो भयो र प्रभावकारी भएन भने निर्वाचन प्रक्रिया नै प्रभावित हुन जाने र विफलिने सम्भावना बढी रहन्छ, प्रभावित हुन जान्छ। त्यसैले निर्वाचनको सफलतामा यहाँहरूको योगदान, तपाईँले दिनुभएको जुन योगदान छ त्यो एकदमै महत्त्वपूर्ण र प्रशंसनीय छ। त्यसलाई चाहिँ सङ्गठनले सदा सर्वदा चाहिँ स्मरण गरिरहनेछ। ल गाइज भाइ हामी त चौकी छोडेर नि गयौँ है भाइ, दुःख त लाग्दैछ तर के गर्नु, अब जागिर सरकारी यति रहेछ। अब भेटौँला अब प्राइभेट जागिरहरूतिर, अहिले सरकारी जागिरबाट बिदा लिए। हस् त, थ्याङ्क यू यो भ्लग हेरिदिएकोमा। लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। बाई बाई।